जय मसीह प्रभु यीशु ख्रीष्टको नाउँमा सबैलाई आज एउटै कुरा तपाईहरुको बीचमा मलाई शेयर गर्न मन लाग्यो हैन। शान्तिको विषयमा आज हरेक मानिसलाई शान्ति चाहिन्छ। आज हरेक मानिसलाई एउटा शान्ति आज पैसा रुपैयाँले हामीलाई शान्ति दिँदैन हैन। पैसा रुपैयाँले आज शान्ति दिने भए आज हरेक मान्छे पैसा रुपैयाँमा नै भएर शान्ति खोज्दथ्यो, तर पैसा रुपैयाँले हामीलाई शान्ति दिँदैन। तर एउटै कुरामा हामीलाई शान्ति दिँदैछ, त्यो हो परमेश्वरको वचन हैन। आज हाम्रो धन सम्पत्तिले हामीलाई शान्ति दिँदैन, तर एउटै कुराले हामीलाई दिँदछ, त्यो शान्ति हो परमेश्वरको वचन। किनकि परमेश्वरको वचनमा हरेक कुरा लेखेको छ। जब पनि तपाईले यूहन्ना सुसमाचार 15:27 मा जब पढ्नुहुन्छ भने त्यहाँनिर परमेश्वरले शान्तिको विषयमा लेख्नुभएको छ। त्यहाँनिर तपाईलाई एउटा परमेश्वरले एउटा शान्तिको विषयमा लेख्नु भएको छ। जब पनि तपाईले पढ्नुहुन्छ, म एक बार म पढिदिने छु तपाईहरुको लागि। शान्ति म तिमीहरूलाई छोड्ने छु, म आफ्नो शान्ति तिमीहरूलाई दिनेछु। संसारले दिए जस्तै म तिमीहरूलाई दिँदैन, तिमीहरूको हृदय व्याकुल न र भयभीत न। शान्ति परमेश्वरले दिँदैन हुँदैछ हाम्रो जीवनमा हैन। जब पनि हामी परमेश्वरको वचनमा जान्छौँ भने परमेश्वरले हामीलाई त्यो शान्तिले भर्नुहुन्छ। आमेन र जय मसीह।